नमस्कार, म गगन श्रेष्ठ। यो अहिले देखिरहनु भएको यो कुखुराको खुट्टा प्रायः हामी पहिले खाँदैनँ थियौँ। तर अहिले धरानको प्रत्येक ठेलाहरूमा पाइने, स्ट्रिट फुडमा पाइने यो कुखुराको खुट्टा, यसलाई चाहिँ म्यारिनेट गरेर तारेको अहिले धरानमा धेरै पपुलर छ। यो चाहिँ प्रायः भानुचोकमा, त्यसपछि यो चतरा लाइनमा धेरै ठाउँमा यसरी यो कुखुराको खुट्टालाई यसरी सफा गरेर यसको नङहरू काटेर र यसलाई मसलामा म्यारिनेट गरेर डिप फ्राई गरिएको पाइन्छ र यसलाई चाहिँ अचारसँग या सससँग डुबाएर खाँदाखेरि एकदमै क्रन्ची, क्रिस्पी र एकदम मिठो हुन्छ। यो मैले धेरै ठाउँमा खाएको छु धरानमा। हुन त यो धरानमा केही वर्ष अगाडिदेखि मात्रै सुरु भएको हो, यसरी पपुलर भएको हो। तर यो साउथ इस्ट एसियामा र इस्ट एसियामा भनौँ धेरै ठाउँमा धेरै अगाडिदेखि खाइन्छ। चाइनामा खाइन्छ, थाइल्यान्डमा खाइन्छ, भियतनाममा खाइन्छ। यो धेरै ठाउँमा यसलाई धेरै तरिकाले यसलाई चाहिँ बोइल गरेर पनि खाइन्छ, डिप फ्राई गरेर खाइन्छ, यसलाई धेरै धेरै यसको अचार बनाएर खाइन्छ, धेरै तरिकाले खाइन्छ। र हामीले पनि आजकल चाहिँ बाहिर यो स्ट्रिट फुडमा को स्टलहरूमा खाएदेखि चाहिँ घरमा पनि खान थालेका छौँ। र घरमा चाहिँ हामीले अलि हेल्दी अप्सन यसलाई नतारिकन एयर फ्रायरमा बनाएर खाएका छौँ। यसलाई चाहिँ मसलाहरू र कर्नफ्लोर, मैदाले म्यारिनेट गरेर एयर फ्रायरमा पकाउँदाखेरि पनि झन्डै तारेको जस्तै हुन्छ। र सुषमालाई पनि त्यत्ति नै मनपर्छ, गरिमालाई पनि मनपर्छ र मलाई पनि त्यत्ति नै मनपर्छ।